नमस्ते, स्वागत छ आज मेरो मिनी ब्लगमा। आउनुहोस् है त हेरौँ के होला यो कार्टुनमा। आज चाहिँ मेरो पसलमा सामान आएको थियो है, अनि मैले चाहिँ अब सामान हाल्नुपर्छ भनेर एउटा फिल्म लगाएँ। फिल्म हेर्दै पनि गर्न पाइन्छ अनि आनन्द छ कि। अनि मैले टक 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 कार्टुनमा एउटा सामान निकालेँ अनि सामानको आफ्नो स्थानमा उनीहरूलाई राखिदिएँ होइन। अनि मिलाउँदै राखेँ, तर यो भिडियो चाहिँ मैले फास्ट मोसनमा बनाएर खासै मलाई देखिएन है। अहिले म चाहिँ सायद कफी बनाउन गएँ होला। कफी पनि ल्याएर टेबलमा राखेँ, बेला बेला खाँदैछु। मलाई कफी एकपल्ट चाहिँ खानैपर्छ है। अनि कफी खाएको थिइनँ मैले सामान आउनुभन्दा अगाडि, अनि कफी खाँदै मैले काम गरेँ। कति त्यहाँ कार्टुनहरू देखिएन। यो चाहिँ मैले आफ्नो क्यामेराबाट फोनबाट खिचेको भएर चाहिँ अड्याउने ठाउँ नभएर राखेँ। त्यही पनि यसो भिडियो बनाऊँ न भनेर जाँकर चल्यो है। अनि मैले हिजो आएको सामानलाई चाहिँ यसरी भिडियो मार्फत हजुरहरूलाई देखाएँ। यो चाहिँ नेपाली पसलको सामानहरू हो। अनि यसमा चाहिँ दाल चामल अनि गेडागुडी मसलाहरू आउँछ होइन। अनि यो मैले बेसार मिलाएँ। अनि ट्याक्क बदाम जुस राखेँ अनि म्याङ्गो जुस राखेँ, त्यहाँ मिलाएँ। अब गर्मी लाग्यो नि त होइन। हामीहरूलाई जुसको मनपर्छ नेपालको अब खानु मन लाग्छ नि, विदेशको त खाइहालिन्छ। अनि हामीलाई नेपाली सामानहरूको लागि चाहिँ मैले टक्क मसलाहरू राखेँ। हामी नेपालीलाई चाहिँ नेपाली खाना त खानुपर्छ। अनि त्यो सब सामानहरू राखेँ, टक 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 कार्टुनहरू लएर बाहिर राखेँ। अनि लास्टमा यो दाल राखेँ, मेरो क्यामेरा झऱ्यो अनि फेरि राखेर बनाएँ भिडियो। अनि यस्तै भयो। हिजोको दिन चाहिँ यसरी बित्यो मेरो। आज चाहिँ मेरो छुट्टी थियो अनि मैले भिडियो एडिट गरेँ। कस्तो लाग्यो हजुरहरूलाई हेरिदिनु होला। लास्टमा मैले सफा गरेँ, आफू जस्तै राम्ररी बनाएँ अनि चिटिक्क बनाएर राखेँ। धन्यवाद। कस्तो लाग्यो भनिदिनु।